ले 40 कटेसी रमाउला। मिठो छ नि यो गाना पनि हेमन्त राणाको। नारायण गोपालको गीत। यो मैले यहाँ नजानेर यार बिर्सेपछि यार कसरी हो यो यार? यो हुन्छ याद हुन्छ, प्र्याक्टिस हो सबैले। यो त गाउनु त्यति गाह्रो त छैन नि। गजलुती ठुला ठुला तिर बनी पस्यो दिलैमा हो त्यो यो मेन भनेको यो यस्तै हरकतहरू गर्नु चाहिँ गाह्रो रहेछ क्या। तिनीहरू त गीत गाउनले त म बाँचेकै तिमीसँग माया लाउन हो, मरे पानी अर्को जुनी तिमीलाई पाउन हो, ज्योतिषीले भन्छन् मेरो निधारमा तिम्रो नामै छैन। म तिमीलाई अब सुत्नुपर्छ क्या है? एक सबै भइसकेको छ, भोलि बिहान फेरि क्लास हुन्छ, पर्सि प्रोग्राम छ, तपाईँ हेर्न आउनु न। कहाँ? हाम्रो इन्स्टिट्युटमा क्लासिकल बेलुका सेमी क्लासिक गजल टाइपको प्रोग्राम छ, सानो 2 घन्टा। अनि त्यहाँ गजल टाइपकै गानाहरू हुन्छ। टिकट सो हो फेरि। मेरो एउटा छ। मलाई 2-3वटा गाउनु भन्नुभएको थियो, म त सक्दिनँ, अहिले चाहिँ बिरामी पनि छु भनिदिएको। म यो गजल यो के छ र दिउँ गाउँदैछु क्या। तबला हुन्छ, एउटा गिटार हुन्छ, एउटा फ्लुट हुन्छ, बाँसुरी, अनि एउटा हार्मोनियम बजाउने हाम्रो गुरु हुनुहुन्छ होला। टिकट सो 500 भन्नु। अनि साथीहरू कोही छ भने यसो कन्ट्याक्ट गर्नु न। यसो बेलुका आउँछ कि त्यहाँ चक्रपथहरू बेलुका के होइन हुनुहुन्छ होला सायद। कुन गीत हो रे? कुन के छ र दिउँ? 500 टिकट भन्नुभएको छ है। भय निरा के छ र दिउँ तिमीलाई मैले कसैले भनेर। भाइ यस्तै अडियन्स मात्रै हुन्छ, यस्तै गीत सुन्ने अडियन्स मात्रै हुन्छ त्यो दिन चाहिँ। ल्याएको प्योर गजल टाइपको हो क्या। 2 पासो पोखियो छल्केर म मैले कसो मैले ढाँटे होइन। मैले 1 महिना जति यहाँ हामी 2जना सँगै बसेर गीत यसरी गीत गाएँ। म त्यस्तो वाला गीत नै गाउन सक्छु। होइन तपाईँले अहिले पनि गाउनुहुन्छ नि? होइन मेरो अझै मिले छैन, कति स्वरहरू मिले छैन, मिलाउनु छ कि यहाँनिर। त्यो त अनि प्र्याक्टिस गर्नुपर्छ। दाइ मेरोमा आउनु, मेरोमा हार्मोनियम छ, यसो मेरोमा आउनु न एक दिन। कहाँ हो यार? ए हुनु त यही हो। अनि आमा अहिले पठाउँछु गरेर
पठाउमा आउनुभयो भने त तपाईँ 20 मिनटको बाटो पनि छैन, 10-15 मिनटको बाटो होइन। मैले नै यस्तो मान्छे खोजेँ हो कि, किनभने मैले यस्तो मान्छे खोजेँ हो कि मभन्दा खतरा गाउने होला क्या। अब मभन्दा खतरा मान्छेसँग सङ्गत गऱ्यो भने अनि बल्ल अनि केही सुधार आउँछ क्या। आफूभन्दा लोसँग गिरायो भने जानु जाँदैन। हामीले सङ्गत गर्ने त्यही हो नि, नत्र त हाम्रो इम्प्रुभ नै हुँदैन नि दाइ। खतरा क्या त्यो कुनै त्यो हुन्छ नि कस्तो डेन्जर लाग्ने क्या। कुन जस्तै अब कस्तो हुन्छ नि, त्यो एउटा गायकीमा त आफ्नो एउटा पन हुन्छ। त्यो पन त्यो मान्छेले जतिसुकै अब सबैले अब नारायणको खतरा भन्दैन भन्नु त। उहाँ भनेर डेन्जर गाउने मान्छेहरू पनि छ क्या, छन्छ। तर नाम किन आयो उहाँ भन्दाखेरि उहाँ पहिला पब्लिकमा आयो। कम डेन्जर गाउने छ त आमा हो। कुन टाइममा होला, कसरी कन्ट्याक्ट गरेर आउन सकिन्छ? हजुर मलाई कन्ट्याक्ट गर्नु न, मलाई टेक्स्ट गर्नु यता इनबक्समा। अनि यस्तो हो, बेलुका टाइम अब गजल भनेको बेलुकै हुन्छ, साँझ होइन, साँझ 7 बजीदेखि 9 बजीसम्म हुन्छ, 2 घन्टामा अनि 9-10 मेरो साथी उहाँले एउटा गाउँदै दुईवटा कति हुन्छ, मैले एउटा गाउँदै थिएँ। दोबार छ है भोलि हाम्रो त्यसको लागि। हजुर हामी सुरुमा कम हाँस्थ्यो त, अनि सबैले बोका किरण भन्नुहुन्छ भाइ म छु है। ए मलाई टिकट 500 भन्नुभएको छ त, अनि तपाईँहरू आउनुहुन्छ भने म यसो टिकट लिइदिन्छु नि, मतलब म भन्छु नि। तिमीलाई पे गरिदिनु उहाँ हाम्रो राजेश नि एक क्लासिकलको होला होइन? राजेश त अलराउन्डर हो। उसले सिक्ने भन्दा नि उसले गीत चाहिँ धेरै प्र्याक्टिस गर्छ। गीत हामी चाहिँ रियाज गर्छौँ होइन। गीत प्र्याक्टिस गर्नु र रियाज गर्नु फेरि धेरै फरक हो क्या दाइ। हामी चाहिँ म चाहिँ प्योर क्लासिकल हो है। उसले चाहिँ गीतहरू प्र्याक्टिस गरेर हुन्छ, सबै टाइपको गीत गाउँछ उसले। फेरि गीतहरू प्र्याक्टिस धेरै वर्ष त भएन होला राजेशले। म त्यो चाहिँ थाहा भएन, यो भोइस आएदेखि चिनेको हामी पनि होइन। वर्षकै वर्ष त्यति त भएन होला खास। मभन्दा 1 वर्ष कान्छो हो। तर गायकी पन चाहिँ खतरा राम्रो छ क्या, मलाई मन पर्यो। गीत त्यही त दाइ, अब गीत प्र्याक्टिस गर्ने रियाजमा फिल हुँदैन कि। रियाज भनेको गला बनाउने हो, सुरलाई पर्फेक्ट बनाउने होइन। त्यो गीतले ल्याउने हो कि फिल। फेरि फिल भनेको आफै आउने चिज हो। फेरि गीतबाट धेरै सिकिन्छ फिलहरू। कुन शब्दमा कसरी फिल हाल्ने होइन। जस्तै फुललाई अलिकति सफ्ट लिने, दर्शलाई अलिकति हुन्छ नि, नफरतलाई अलिकति त्यो उ छ नि, मेरी चाहते मेरी नफरते त त्यस्तै हो क्या। हरेक शब्दमा चाहिँ कसरी फिल हाल्ने हो, त्यो त्यस्तो कुराहरू चाहिँ गीत प्र्याक्टिस गर्दा चाहिँ धेरै कुराहरू जान्छ। मलाई एकदम मन परायो मान्छे हो क्या, हुन त हो सबै। तिमीसँग नजर जुदाई डराएको याद आयो, तिम्रो मिठो मुस्कानमा हराएको याद आयो, तिम्रो मिठो मुस्कानमा हराएको याद आयो। कति सपना सजाएको थिएँ मैले तिम्रो नाममा, सपनीमा तिमीलाई देखे कराएको याद आयो सपनीमा। हाम्रो यता किरण ब्रदर
हे फिकर धड़कने इस तरह से चले सुरु बुझे यहाँ से वहाँ तपाईहरु हेर्नुहुन्छ भने मलाई कौन है वो कहाँ से वो आया चारों दिशाओं में इनबक्स गर्छु ए हस् हुन्छ नि अनि अझ साथीहरु यस्तै गजल सुन्ने साथीहरु हुनुहुन्छ भने चाहिँ कभर गर्नु होला सकेसम्म धेरै कुन गीत अरे त्यो राजेशले गीतको आओ यादहरु आओ मनिदाएको छैन कुल्टे फिर्दैछु त्यो यहाँनिर गीत गाउने मान्छेलाई थाहा हुन्छ नि हजुर यो यहाँनिर कहाँनिर अप्ठ्यारो छ भने त्यो यो छ नि यहाँनिर मेन गाह्रो छ त्यही कुरा मनपर्छ क्या फेरि यस्तै कुराहरू हो कि हेर्ने भनेको फेरि दाइ अनि कसले जित्ला त द भोइस अफ नेपाल त्यो त भन्न सकिन्न बिग फ्यान ब्रदर थ्याङ्क यू हजुर जाने बेला भैन र भाली बसिन रमाया ल दाइ अब के गर्ने अब सुतम है अब सुत्ने अब सुतम के अब कहाँ जान्छ भोलि साह्रै भयो अनि भोलि बिहान मेरो क्लास छ अनि दिउँसो मेरो त्यो पर्सिको प्रोग्रामको लागि प्र्याक्टिसमा 2 बजीदेखि छ हाम्रो प्र्याक्टिस कहाँ प्र्याक्टिस गर्ने घरमै हुने हो क्लासमा हुन्छ नि एउटा हाम्रो तल डान्स गर्ने त्यही रुम त्यही उसमा हुन्छ के डान्स क्लास तिमीलाई एउटा कुरा थाहा यहाँनिर ऊ पानी पर्ला छिट्टा आने लुगा उठाऊ लुगा छैन हो निसा 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 धनी 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 पद 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 गम पद नि म नि प्र्याक्टिस गर्छ अब निसा 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 धनी 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 पद 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 गम पद नि यस्तो हेर्नुहोस् त हिमाल दादा यस्तो खतरा गर्ने भए म अहिले भर्खरै टिमलाई सपोर्ट पानी निसा पानी निसा पानी निसा पानी निसा गम पद नि त पद निसा प्रितमले मलाई सब सिकाइदिनु भयो अब यार अब 2 महिनाको अन्तरमा तपाईले मलाई लोकगीत सिकाउनु पर्यो यस्तो के लोकगीतमा चाहिँ हे सँगैलाई स्वर नै अर्कै बनाउनु पर्छ क्या हे ला 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 अर्कै भन्नु ला मैले हे ला 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 फुला गोगानको ए फुला गोगानको मलाई झल्को छ निरमाया तिम्रै जोबानको गर्छ अनि त्यहाँबाट अनि अर्को त्यो के छ र दिउँ तिमीलाई मैले खुसीले भनेर बुलेट बाइक जस्तै हुँदै जाने हो नि त फेरि सर त पछाडि हो क्या ऊ एकदम राम्रो गाउन सक्छौ क्या त्यो ऊ त्यो के गीत अरे लोकगीत क्या अब प्र्याक्टिस त्यो कोसिस गर्दै नगरेर हो क्या सबै प्र्याक्टिस हो सबै प्र्याक्टिस हो अनि त्यो कुरालाई अलिकति बढी जोड दिएर अब त स्वर अब त यो भन्दा धेरै पर्फेक्ट हुनु हुँदैन क्या मान्छेको होइन सिक्न त पर्छ नि छोड्नु हुन्न नि अब 9-10 वर्ष मजाले सिक्ने हुँदै अनि एउटा बाटो खुल्छ त्यसपछि
9-10 वर्ष त मजाले भर्खर त 4 वर्ष भयो दाइ मैले सिक्न थालेँ। त्यो कुराले त्यसरी नै भिजाएर देख्छ भाइ। हजुर अब त यस्तो राम्रो भइसक्यो स्वर, अनि जहाँ भने त्यहीँ पुग्छ, जे भने त्यही भुन्न थाल्छ। धेरै कुराहरू छ नि, जति सिक्दै गयो त्यति आफ्नो कमजोरीहरू भेट्छ क्या फेरि दाइ, त्यस्तो हुन्छ नि सङ्गीत भनेको। त्यो एकदम सिकिसकेपछि फेरि एकदम जान्ने भइसकेपछि फेरि स्वर बिग्रिँदो रहेछ कि। स्वर बिग्रिन्छ भन्दा नि आफ्नो हो क्या, जस्तै त्यो हाम्रो त्यो थानेश्वर गौतम सरको जस्तो क्या, लोकगीतमा नि यस्तो गरेर हाल्छ नि, गरेर हालिदिन्छ नि त। अनि यो त लोकगीतमा त हुने होइन त्यस्तो त, उहाँ क्लासिकलको ड्याङ्गो लगाएर लोकगीतमा हालिदिएर गरिदिन्छ नि। तर के गर्ने फेरि उहाँले गीत फेरि फ्याटे त नि स्याट गीत ब्याक फल मिल्छ सर भन्नु सक्छ एकदमै एकदमै। ल दाइ अब छुट्टीमै भोलि कुरा गरौँ। ल म भोलि भयो नि, म यता गङ्गापुरतिर सुटिङ छ मेरो नि, त्यहाँ अब उतै भयो नि, म चाँडै भयो नि भेट्छु म। ए अनि यसो प्रोग्राम हेर्न आउनु न हौ। त्यो कता? चक्रपथमै हो क्या, चक्रपथ चोकमै हो, बेलुका 7 बजीदेखि 9 बजीसम्म हुन्छ, 2 घन्टा। त्यहीँ वसुन्धरा माथि? ए म कल गर्छु। हस् हस् हस्, मलाई नम्बर छोड्नु न हौ, तपाईँले बिर्सिनुहुन्छ। म यहाँ उसले मेसेज गरेँ कि भनेर हेर्छु, देख्दैन। अनि ए तपाईँलाई म फेसबुकमा अहिले मेसेज गर्छु, अहिले चाहिँ फेरि अस्ति नै मेसेज गरेको थिएँ नि, त्यही भएर तपाईँले फेरि उ गर्नुहुन्छ कि भनेको। तपाईँलाई त फेरि भाइरल मान्छे फेरि यति होला है मेसेज आउने। अब बिहा नगरे भए त आउँथ्यो होला, बिहा गरेछ आउँदैन। बरु तिमीहरूको पालो आछ, बिहा गरेको छैन आउँछ यसरी। हाम्रो त बिहा गरे अनि छोरी छ भन्ने थाहा छ, अनि त्यो फुट्टीले मात्रै मेसेज गर्ने, न त गर्दैन अरूले। केटी माथि क्या, केटाहरूले त गर्छ, दाइहरू हाम्रो मेरो दाइहरूले माया गर्नेहरूले चाहिँ बाबु ठिक छ है यो भन्नुहुन्छ, सजिलो हुन्छ, एकदम खुसी लाग्छ मलाई चाहिँ। ल मेरो दाइ दिदी यहाँनिर जतिजना जोडिनु भएको छ जता जताबाट एकदमै सम्मान छ तपाईँहरूप्रति, यति रातिसम्म नि हेरेर साथ दिनुभयो। अब चाहिँ हामी छुट्टिन्छौँ। लास्टमा म एउटा गीत गाउँछु अनि म भाग्छु है। हे हावा जाऊ, बदल जाऊ, मलाई सम्झिरहँदैछन् कि बिरानो पाउँदैछन्, मेरी प्रेयसीको खबर लिएर हो, मेरी प्रेयसीको खबर लिएर। ल अब चाहिँ म गएँ, अब एउटा यति गीत गाएर जानु पर्यो कि। अब मैले त गाइसकेँ, मैले कुन गाउने हो? अभी मुझ में कहीं बाकी थोड़ी सी है जिंदगी, जगी धड़कन नहीं, जाना जिंदा हूँ मैं तो अभी, कुछ ऐसी लगन इस लम्हे में है, ये लम्हा कहाँ था मेरा, अब है सामने, इसे छू लो जरा, मर जाओ या जी लो जरा, खुशियाँ चूम लो या रो लो जरा, मर जाओ या जी लो जरा। अलिकति आयो है,
थ्याङ्क यू। हो धूप में जलते हुए तन को छाया पेड़ की अरे ल अब हामी छुट्यौँ आई गायो भने गिरा गिरा हुन्छ अनि आफ्नो ख्याल नै राख्नु पर्यो निन्द्रा अनिदो हुन्छ बिग्रिन्छ सबैजनालाई एकदमै मनभरि माया भन्दै हामी भोलि जोडिन्छौँ अब हामी गयौँ हाम्रो इन्द्र दिदी धन्यवाद हजुरलाई हेर्नुहोस् त फुल फालिदिनु भएको अब म भाग्छु ल